आज म एउटा इमर्जेन्सीको विषयमा बताउनेवाला छु र के इमर्जेन्सी भन्दाखेरि अब कुनै प्रकारको आग लाग्यो भने कुनै प्रकारको घटना हुन्छ। प्राय बिल्डिङमा सबै प्रकारको यो देख्नुहुन्छ होला तपाईले हैन। तपाईले सिटी मल कम्प्लेक्सतिर ठुल्ठुलो बिल्डिङतिर देख्नुहुन्छ होला। अब अचानक त अब तपाईहरु पनि यो देख्ने बित्तिकै त अब कसरी युज गर्ने त्यो त तपाईलाई थाहै छ। अब यो युज गर्नुको लागि नि तपाईहरुलाई ट्यालेन्ट हुनु पर्यो, आफ्नो आफ्नो ट्यालेन्ट हुन्छ। यो हो तपाईको बीसी, यो चाहिँ तपाईको बीसी हो। यिनीहरु सबै यो बीसी हो, तर यो चाहिँ मल्टी हो। यो तपाईँ यसको बारेमा तपाईलाई अस्ति जानकारी पनि दिएको छु मैले। यो चाहिँ मल्टिपल हो, एबीसी नै हो। यो यहाँ लेखिरहेको छ एबीसी, यो हेर्नुहोस् तपाईले। र अर्को चाहिँ यो बीसी, यसको चाहिँ तपाईले यहाँ लेखिरहेको छ। यति चाहिँ चिन्नुपर्छ। र प्रथम कुरो तपाईले यो बुझ्नुपर्छ, यो चाहिँ तपाईको यो जुन चाहिँ देखिरहनु भएको छ, यो काँटा चाहिँ तपाईको यहाँनिर हुनुपर्छ, नभए एक्सपायर डेट हुन्छ, भ्यालिडिटी हुन्छ यसको पनि। यो यहाँ हरियोमा छ भने मात्रै तपाईको युज हुन्छ, नभए युज गर्न सक्नु हुँदैन तपाईले। र यो युज गर्दाखेरि पनि तपाईको एउटा हुन्छ पास भन्ने हुन्छ, एउटा यसको ठुलो यसको चाहिँ पास भन्ने हुन्छ। यसले चाहिँ पुल भन्दाखेरि चाहिँ यसको यहाँको पिन हो यो पुल, र यसको चाहिँ यो पाइप हो। यसले चाहिँ एम गर्ने हो यसको यो। र अर्को चाहिँ स्क्वेस भन्ने हुन्छ। स्क्वेस भन्ने चाहिँ यो स्क्वेस चाहिँ यसले चाहिँ प्रेस गर्ने हो, उठाएर मात्रै गर्नुपर्छ यसले चाहिँ स्क्वेस। र स्विप गर्ने चाहिँ जुन बडाल्छ त्यस्तै खालको पाराले जुन चाहिँ जमिनमा गर्नुपर्छ, नत्र मान्छेको मुखतिर पर्न सक्छ यो। र तपाईको यो जुन चाहिँ स्विप गर्दाखेरि चाहिँ एकदम बेसमा गर्नुपर्छ तपाईको यो, बुझ्नुभयो? यो बेसमा गर्नुपर्छ। र यो जुन चाहिँ बेसमा गर्दाखेरि चाहिँ तपाईको एकदम यो जुन चाहिँ यसको फर्मेलिटी पुरा गरेर मात्रै गर्नुपर्छ, नत्र उल्टै आफ्नोमा आइपुग्छ। यो चाहिँ यसले चाहिँ तपाईको जुन चाहिँ यो फर्निचरहरु भयो, यो पेपरहरु भयो हैन, त्यसमा चाहिँ काम आउँछ। यो चाहिँ फर्निचर, पेपर, वायरहरुमा हुन्छ नि, त्यसमा आउँछ यो काम। यसले चाहिँ सबैमा काम गर्छ। यो चाहिँ जस्तो गाडीहरुतिर पनि लगाएको हुन्छ, त्यो सानो बडे त्यस्तै हो। यो चाहिँ सबैमा काम आउँछ। यो चाहिँ यसले चाहिँ इलेक्ट्रिकको यस्तोहरुतिर काम आउँछ। यो चाहिँ गाडीमा पनि हुन्छ, सानो बडे। अर्को चाहिँ एउटा फोइल भन्ने हुन्छ, त्यसले चाहिँ हुसुस हिउँ जस्तो निस्किन्छ, त्यो चिसो हुन्छ, त्यो हुन्छ। त्यस्तै प्रकारले अब यो रातो किन लगाएको भन्दाखेरि